नमस्ते। आज हामी एसियन हाइवे विस्तार आयोजना खास गरी इटहरीमा यसले पारेको असरबारे कुरा गर्दैछौँ। नमस्ते। यो विषय अहिले निकै चर्चामा छ। टाकुरा न्यूजमा भर्खरै एउटा रिपोर्ट आएको थियो हैन, इटहरीमा धेरै घर टहरा हटाउन लाग्यो रे भनेर। त्यही रिपोर्टमा आधारित रहेर कुरा गरौँ न त। ल त्यसो भए सुरु गरौँ कहाँबाट भने यो इटहरीमा ठ्याक्कै के भइरहेको छ? 124वटा संरचना हटाउने कुरा के हो? यो सुनसरी जिल्ला प्रशासन कार्यालयले एउटा सार्वजनिक सूचना नै निकालेको हो। सूचना नै? इटहरीको त्यो बुढी खोलादेखि लबिपुरको देवी खोलासम्म त्यो खण्डमा पर्ने 124वटा संरचना। ती संरचनाहरू चाहिँ अब सरकारी नक्सा अनुसार सडक सीमाभित्र परेछन्, त्यसैले हटाउनु पर्यो भनेर सूचना आएको हो। मतलब सरकारी जग्गामा परेका संरचनाहरू। अनि यो हटाउने कुराको कानुनी आधार चाहिँ के हो? जग्गा प्राप्ति ऐनको कुरा पनि छ क्यारे? यो जग्गा प्राप्ति ऐन 2034कै दफा 18 अनुसार सूचना निकालिएको हो। ऐनले नै दिन्छ नि त सरकारलाई अधिकार सार्वजनिक कामको लागि जग्गा लिन। अनि प्रभावितहरूको लागि उनीहरूलाई केही समय क्षतिपूर्ति केही छ कि? छ। सूचनामा 35 दिनको समय दिएको छ। त्यो अवधिभित्र चाहिँ आफैले हटाउनु पर्यो। आफैले? अनि महत्त्वपूर्ण कुरा के छ भने आफैले हटाएमा मात्र क्षतिपूर्ति पाइन्छ। यो चाहिँ अलि फरक रहेछ। अनि क्षतिपूर्ति लिन के चाहिन्छ त? अब सामान्य कागजातहरू त छँदैछन्, नागरिकता, 3 पुस्ते, नाता प्रमाणित। तर यसमा थप चाहिँ संरचनाको फोटो, ब्याङ्क खाता, पान नम्बर पनि चाहिने रहेछ। पान नम्बर पनि? ठिक छ। अनि अर्को कुरा, यी 124वटा संरचना पुरै भत्किने हुन् कि केही भाग मात्र जान्छ? होइन, पुरै चाहिँ होइन। आयोजनाका सूचना अधिकारी हुनुहुन्छ नि इन्जिनियर पल्लव श्रेष्ठ, उहाँले के भन्नुभएको छ भने कुनै पनि संरचना पुरै भत्किँदैन, सबैमा आंशिक क्षति मात्रै हो। आंशिक मात्र? त्यो त अलि राहतको कुरा भयो। सायद त्यही भएर पनि होला आफै हटाउन सामान जोगिन्छ भनेर त्यस्तो प्रावधान राखेको। तर तोकिएको समयमा नहटाए चाहिँ कारबाही हुन्छ भनेको छ सूचनामा। ठिक छ, भनेपछि यो निर्णय 81 आएको त होइन रहेछ। नापचास, तथ्याङ्क सङ्कलन, मूल्याङ्कन, धेरै प्रक्रिया पूरा भएर आएको जस्तो देखियो। हो नि। आयोजना कार्यालय, भवन विभाग, सिडिओ कार्यालय, फेरि सङ्घीय आयोजना कार्यालय, सबैको संलग्नता देखिन्छ यसमा। अनि यो इटरीको काम चाहिँ ठूलो एसियन हाइवे प्रोजेक्टकै एउटा भाग हो? हो। यो काकडभिट्टा लौखी सडक आयोजना अन्तर्गत पर्छ। निकै लामो खण्ड हो यो। कति लामो छ र? अहिले बनिरहेको चाहिँ काकडभिट्टादेखि इटहरीको लबिपुरसम्म करिब 95.7 किलोमिटर। यसलाई पनि 2 खण्डमा बाँडेका छन्, पूर्वी र पश्चिम। 96 किलोमिटर जति ठूलै रहेछ। काम चाहिँ कतिको अघि बढेको छ त, केही जानकारी छ? पश्चिम खण्डमा चाहिँ समग्रमा करिब 20% काम सकिएको भन्ने छ। 20%? प्याकेज अनुसार हेर्दा अलि फरक छ। जस्तो प्याकेज 2मा 23%, प्याकेज 5 जुन पुलहरूको हो त्यसमा 21%, अनि प्याकेज 3मा चाहिँ अलिक कम 11% जति। काम त भइरहेको रहेछ, ठाउँ अनुसार गति फरक होला। अनि यो एसियन हाइवे, यसको लगानी कसरी जुटिरहेको छ यत्रो ठूलो परियोजना? यसमा मुख्य लगानी त एसियाली विकास ब्याङ्क एडीबीको ऋण सहयोग हो, करिब 84% जति। एडीबीको? अनि बाँकी करिब 16% चाहिँ नेपाल सरकारको लगानी छ। कुल लागत त झण्डै 35 अर्ब रुपियाँ अनुमान छ, काकडभिट्टादेखि लौखीसम्मको। 35 अर्ब? बाफरे। अनि सडक कस्तो बल्छ त? कति लेनको हुन्छ? सडकको डिजाइन पनि ठाउँ अनुसार फरक छ। शहर बजारमा 50 मिटर चौडा 6 लेनको। 6 लेन? अलिक कम शहरी क्षेत्रमा 33 मिटर, अनि जङ्गल क्षेत्रमा चाहिँ 24 मिटर चौडा 4 लेनको। डिजाइन स्पिड चाहिँ 100 किलोमिटर प्रति घण्टा। 100 को स्पिड, 6 लेन सडक, यसले त यात्रामा पक्कै ठूलो परिवर्तन ल्याउला। तर बनाउँदा त पक्कै केही समस्या पनि होलान् नि। अहिले गाडीहरू चल्न कस्तो छ? त अहिले निर्माणको क्रममा ठाउँ-ठाउँमा डाइभर्सनहरू बनाएको छ नि त। त्यसले गर्दा लामो दूरीका गाडीहरूलाई अलि असहज भएको कुरा आएको छ। तर आयोजनाले के भनेको छ भने बर्खा लाग्नु अगाडि नै यी डाइभर्सनहरू हटाउने रे। बर्खा अगाडि नै? त्यो त राम्रो भयो, बाढीको पनि डर हुन्थ्यो होला। हो नि। ल,
त्यसो भए मोटामोटी कुरा के आयो भने इटाहरीमा हाइवे बनाउन 124वटा संरचनामा आंशिक क्षति हुने भयो। क्षतिपूर्ति दिने प्रक्रिया चलिरहेको छ र यो ठूलो एजियन हाइवे प्रोजेक्टको काम जारी छ। सारमा त्यही हो। अनि यसले के पनि देखाउँछ भने नि यस्ता ठूला आयोजनामा जग्गा प्राप्ति, स्थानीय मान्छेहरूको सरोकार, क्षतिपूर्ति जस्ता कुरा कति महत्त्वपूर्ण र संवेदनशील हुन्छन्। एकदमै। प्रक्रिया त पुरा गर्यो होला, तर मानवीय पक्ष पनि हेर्नु पर्यो नि। हो नि। यो कुराकानीलाई बीट मार्दा एउटा प्रश्न चाहिँ मनमा आउँछ। यस्ता ठूला आयोजनाले विकास त ल्याउँछन्, तर जसको घर, जग्गा, व्यवसाय प्रभावित हुन्छ, उनीहरूको जीवनमा पर्ने असरलाई पैसाले मात्रै पुग्छ त? कि अझ मानवीय र दिगो समाधान खोज्नुपर्छ? सोच्नुपर्ने कुरा हो यो। एकदम, यो महत्त्वपूर्ण प्रश्न हो। यसमा थप विचार विमर्श हुनु जरुरी छ।